jahat. Kalau kamu pun nggak jalan berapa? Kamu nggak apa saya jalan lagi? Ayo jalan. काले जानुपर्छ गाउँ रङ जानुपर्छ काम पनि गाडी सिकाउनु परेछ अहिले चाली भन्छ कतै ल्याइदिनु पर्ला घरको तनासुना चाय सिकाएर छोरीलाई खाना खुवाएर मलाई पनि खाना बेलामा चाली चारै लिएर आउनु न चाली गरेर लिएर आउँछु मिलाउनु नि हतार चाहिँ चारै काम सिकाउनुपर्छ मन लाग्यो है त आमा गाउँले समय दिनु न जुनगेरी हजुर आमा घाँस काटेर लिएर आउँछ बाख्रा भगाइसक्यो हुन्छ हैसाबै त उयो माथि छौ म गएँ है त बाख्रा भगाएछ अरे अब है हुन्छ
बुवा चाहिँ कहाँ जानुभयो त? बुवा काममा जानुभएको छ, खाना लिएर जानुपर्छ म। बुवा नि बुढो हुनु भइसक्यो, अब त गाह्रो काम नगरे हुन्थ्यो नि यहाँ। नगरे हुन्थ्यो, के गर्नु, काम नगरिकन खाना पाउँदैन नानी, काम गर्न परिहाल्यो, मेला जानुपर्छ। खाना पुग्यो छोरी? पुगिसक्यो। किन खाना ढिलो ल्याएको? लखरान भइसक्यो। कसमा धना सिधाएर छोला खाना खाएर बिस्तारै आएको, काम सिधाएर आउनु पर्यो। तिमीले खाएर आएको हो त? खाइसक्यो मैले। अनि छोरीलाई नि? पहिला पनि खाएँ। यो त भयो नि मैले त। खै भएको खानु हो। छोरी छ, कसैलाई खानेकुरो पनि राखिदिनुपर्छ। छोरीले खाना खाइसक्यो हो त? खाइसक्यो। घरमा बस्दै रङसे के गर्नु, दाना पानी बेलामा खुवाउनु, छोरीलाई पनि अब के काम सिकाउनु पर्छ, सिकाउनु। बिस्तारै आराम गर्दै गर्नु है। ल चाँडै आउनु। यदि काम सकेर आउनु नि त म एकछिन आराम गर्नु पर्ला। एकछिन आराम गर्नु पर्ला जस्तो छ। Juga ni dah. Orang mana? Lah, kari ko ni फेरि ब्याट्री सकेछ। अब जाम। Aku tak
हजुरहरू सबैलाई मेरो तर्फबाट नमस्कार। यो सिरियल हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। लाइक, कमेन्ट, सब्सक्राइब गरेर साथ सपोर्ट गरिदिनु होला। हजुरहरूको सानो सहयोगले गर्दाखेरि हामीलाई अगाडि बढ्ने हौसला मिल्नेछ। अब आउने दिनहरूमा प्रत्येक 2 दिनको अन्तरालमा सिरियल अपलोड गरिनेछ। साथ सपोर्ट गरेर मनोरञ्जन लिनु होला। हस्त।